Hello guys, welcome to my new vlog. हामी चाहिँ आज गोङटाङ सान भिलेजमा जाँदैछौँ हामी यसो गइदिउँ भनेर। नारायणीको पुल जस्तो देखियो। फाइनली गाइजहरू हामी चाहिँ बसबाट झरेर अब अर्को बस समातेर चाहिँ हाम्रो गन्तव्यतिर चाहिँ लाग्नेवाला छौँ। हामी चाहिँ बाटोको बिचतिर आइपुगेका छौँ। हाम्रो टुर आज करिब 2 घन्टाको यात्रा रह्यो। अबको 25-30 मिनटको यात्रामा चाहिँ हामी हाम्रो गन्तव्यमा पुग्ने नै छौँ। के हुनेवालो छ, के रमाइलो हुनेवाला छ हजुरहरूसम्म म प्रस्तुत गर्ने नै छु। स्टे ट्युन गाइज। 15 मिनट लाग्ने, 10 देखि 15 मिनट पुग्ने। नेपालमा भर्खरै रुखको सोपो उठिरह यहाँ त्यो धान खोल्न लागिसक्यो। We are going for agri. गाइज हामी चाहिँ फाइनली आधी घन्टाको फेरि ट्याक्सी चढेर चाहिँ हामी यहाँ खोलातिर आइसकेका छौँ। खोलामा चाहिँ रमाइलो हुन्छ भनेर चाहिँ आएको थियौँ। खासमा यो चाहिँ हामीहरूको गाउँभन्दा पनि अलि गत्त गएको जस्तो रहेछ। थैटमा के यार। ल गाइज फाइनली चाहिँ हामी अब त्यही रेडबुलको सट्टा छ त खायो त फेर झर्नाहरू चाहिँ राम्रो हेर त्यो केटाले भिडियो गरेको यहीँ झर्नाहरू। हामी चाहिँ पाहाडमा बसेको मान्छेलाई चाहिँ रमाइलो भनेकै यही खोला नाला झर्ना त हेरेर त हो नि। त्यो भएर चाहिँ एकदम हामी अलि माथि जाने नि त्यहाँ ठुलो पौडी खेल्ने ठाउँ थियो के। हो ल झुलुङ्गे पुलमा पनि आइयो है फाइनली गाइज। झुलुङ्गे पुलमा पनि आइयो। इट्स अ ब्युटिफुल प्लेस नियर आसान। सो हामी चाहिँ यो क्षेत्रमा छौँ। एकदम रमाइलो ससानो खोला छ। अब हामी गाउँमा बसेको मान्छेलाई चाहिँ यही खोला भिर पाखो सुन्दर लाग्ने हो नि त। त्यो भएर गाइज आज हामी 3-3.5 घन्टाको ट्राभल लगाएर चाहिँ हामी यो खोला झर्ना हेर्न आएका छौँ। मङ्गलबारको बसाइमा आजको चाहिँ फाइनली चाहिँ त्यो झर्नाको माहौल सँगसँगै हाम्रो अर्को उत्तराखण्डबाट आएको दोस्त पछाडि छन्। तपाईँलाई चाहिँ म एकछिन कस्तो छ त झर्ना र यहाँ के कस्तो मनोरञ्जन भइरहेको छ तपाईँलाई चाहिँ म देखाइदिनेछु। हेर्नुहोस् है त। गाइजहरूलाई थाहा भएकै कुरा हो, कुनै पनि भ्रमण गर्दा चाहिँ सबैभन्दा समस्या अनि प्रेसर दिने सबैभन्दा ठुलो कुरा के रहेछ भनेपछि
अब हग्न पर्छ यार भनेको गाह्रो छ गाह्रो छ यार। त्यो भएर अब हामी चाहिँ यसो रमाइलो गर्ने क्रममा गाउँघरको खोलाको चाहिँ सुमधुर आवाज एकचोटि सुन्नुहोस्। सुई अझै मजा जाने हो कि हामीसँग कसले हग्छ हेर ठुल्ठुलो छ त खोला। हामी चाहिँ ढुङ्गा बाँडेर ठुलो बनाउनु पर्छ अनि खेल्नु पर्छ। यहाँ होइन क्या खोलामा जानुहुन्न। आजको यो समुद्र हाम्रो अर्को मखुवा मैले हगेको छु यार नि। फाइनली गाइज हामी चाहिँ यो खोलाको माथि फेदसम्म पुग्ने क्रम जारी छ। अहिले चाहिँ कोरियाको समयअनुसार साँझको 7 बजिसकेको छ भने घाम अस्ताइसकेका छन्। अब हामी चाहिँ खोलामा चाहिँ नुहाउने निदो गरेका छौँ। केटाहरू चाहिँ जङ्गली एरियामा पनि रमाइलो गरिरहेका छन्। बल खेल्ने क्रम जारी छ। So hey everyone, this is me and my gang who are enjoying with the nature. You can see the beauty, you can see the nature, how we can how we can enjoying with the nature because we are because we are so frustrated with our daily work. So we take a time to spend our time with the nature and enjoy. We can say this is our vacation time and we are enjoying with the nature. We can see the view behind. Okay, so stay tuned with us. Let's enjoy, bro. मोबाइल को ग्लास मोबाइल तो रात में आते केही भएन वाला मोबाइल हो पानी डाल्दै काम क्यामेरामा पर्यो क्या हो न केही भएन क्यामेरा बॉडी चाहिँ तल बसिरहेको छैन हो फेरि यति पानी मुजी कसरी माथि आइसक्यो म डुब माथि यसरी गरेर हामी डुबाइदिन्छौ तुचेलाई ल ल ल कहाँ म बस्नै सकिरहेको छु यसरी 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 ल रेडी 1 2 3 गो ल कम्पिटिसन भइरहेछ है बोथ हार ल ल कमन 1 2 3 4 कम्पिटिसन भइरहेछ
खुट्टा पछाडि किन डर लागिरहेछ दोस्त मलाई त लाग्छ मै जाता हो मजे मत अब हामी चाहिँ रेडी भएर अब चाहिँ रुममा जाने क्रम सुरु भइसकेको छ। फाइनली हामी चाहिँ पौडी सौडी खेलेर रमाइलो गरेर अनि यो पनि त्यही अनि यसो अपको यात्रा चाहिँ हाम्रो फेरि छनान हुनेवाला छ। अनि फाइनली चाहिँ अब हाम्रो यहाँको यात्रा चाहिँ समापन भयो। अब हामी चाहिँ छनानतिर फेरि आफ्नै गन्तव्यतिर चाहिँ जाने क्रम चलिरहेको छ। ल सी यू गाइज, फेरि भेट्दै गरौँला आउँदो बाटोमा। ओके अब दोस्त लास्टमा भ्यान्छ खोला किनारामा गइन हगेर आयो भ्यान्छ। ल अब चाहिँ हामी चाहिँ हिँडेर आधी घन्टा लाग्ने हो कि 1 घन्टा लाग्ने हो चाहिँ हिँडेर गइरहेछौँ। न ट्याक्सी न बस पाएको कारणले गर्दा हामी यो बाटोमा छौँ। कुन बाटो थाहा छैन। जस्ट अहिले चाहिँ रातिको 9 बजिसकेको छ, गाडी पाइरहेको छैन। हाम्रो यात्रा चाहिँ यहाँदेखि चाहिँ छनानसम्मको रहनेछ। त्यही हो। क्या ब्युटिफुल है, एकदम ब्युटिफुल हो नि, तर बिकट रहेछ क्या, दुःख लाग्यो। गाई चाहिँ मौरी पालन भइरहेको रहेछ। मौरी पालन 1 2 3 4 5 6 7 8 वटा 9 वटा रहेछन् मौरीको घरहरू। मौरी पालन चाहिँ रहेछ यहाँ। समधुर आवाजसँगै गाउँको सुन्दर भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले। इट्स अ ब्युटिफुल।
안녕하세요 여러분, 반갑습니다. आजको समय चाहिँ एकदम रमणीय भयो भनौँ। यो समय आजको मङ्गलबारको बसाइमा एकदम रमाइलोसँग समय बित्यो। छुट्टी पनि थियो, त्यो भएर हामी चाहिँ ग्वाङदकसान भन्ने चाहिँ एउटा भिलेज लगायो। त्यहाँ एउटा खोला भएको कारणले गर्दा यस्तो आइदिउँ भनेको। हामी अब पहाडतिर बस्ने मान्छेलाई खोला, भिर, पाखो, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा भनेको जस्तो अब यस्तै यस्तै जीवजन्तुहरूसँग हुर्केको हो र उनीहरूसँग नै रमाउने बानी परेको कारणले गर्दा एकदम मन आज खुसी र हर्षित भएको छ। म चाहिँ यो भिलेजमा आइसकेको छु। हामी चाहिँ जो पहिले नै खोलाको किनारमा खोलामा गएर चाहिँ रमाइलो गरेर आइसकेका छौँ। अब हामी यहाँदेखि टर्मिनलमा पुगेका छौँ भने अब टर्मिनलदेखि छनानको बस चढेर हामी पुनः आफ्नै सेक्टरतिर जानेछौँ। भए तापनि यहाँको चाहिँ जो सेवा सुविधाको कारण चाहिँ मन प्रसन्न भयो भनौँ न। जो धेरै गाउँ 3-3.5 घन्टा लगाएर चाहिँ हामी भित्र आएको गाउँमा यहाँ जो टर्मिनल, बस टर्मिनल पनि राम्रै छ। बस पनि समय समयमै आउँछ भनौँ। त्यो सेवा सुविधा चाहिँ एकदम राम्रो रहेछ। सहर विकास सँगसँगै गाउँ पनि विकसित भएको चाहिँ यहीँदेखि नै चाहिँ बुझ्न सकिन्छ। लगायत फाइनली चाहिँ हामी छनान टर्मिनलमा चाहिँ आइसकेका छौँ। अब चाहिँ हाम्रो वे टु गन्तव्य। सफा